बिस्कुट त भोलि पछि खाऊ है बिस्तारै है। ल यो सबै अरूले दिएको तिमीहरूलाई है, अस्ति आएको थिएँ नि म, त्यो हेरेर तिमीहरूलाई दिएको। राम्रोसँग पढ भने फेरि अब राम्रोसँग पढ्यो भने यहाँ भनेको मान्यो भने चाहिँ अरू थपिदिन्छु अरे, नभए दिन्न भन्नुभएको छ, बुझ्यौ? पढ्ने नपढ्ने? हेलो साथीहरू, आज पनि म यता चण्डिका बालगृहमा आइसकेको छु। आज चाहिँ मैले मेरो सहयोग होइन, यो चाहिँ मेरो भिडियो हेरेर यहाँहरूले गर्नुभएको सहयोगलाई मैले यहाँसम्म ल्याइदिएको छु। विशेष गरी यो सहयोग अलि पहिला नै ल्याउनु पर्ने थियो, किनभने एउटा बहिनीले चाहिँ भिडियो हेरेर मेसेज गर्नुभएको थियो र मेरो भाइको जन्मदिनको उपलक्ष्यमा ल्याइदिनु दाइ भन्नुभएको थियो। तर भाइ चाहिँ स्वर्गवास हुनुभएको रहेछ। घटना के रहेछ भन्दा उहाँको भाइ चाहिँ साथीहरू घुम्न जाने क्रममा हरिद्वारमा चाहिँ पौडी खेल्दै गर्दा साथीलाई बगाएपछि भाइ बचाउन जाँदा भाइलाई बगाएर लामो समयसम्म फेला नपारेको रहेछ। र पछि फेला पार्दा एउटा सानो कपडाको टुक्रा जसले चाहिँ मेरो भाइ हो भन्ने सङ्केत दियो भन्नुहुन्छ। र यसैको आधारमा हामीले भाइलाई सत्कार गऱ्यौँ भन्नुभयो। निकै दुःखद कुरा हो यो। सायद उहाँको भाइ जीवित हुनुहुन्छ भने भन्ने कामना गरौँ। यदि होइन भने पनि भाइको आत्माले शान्ति पाओस् भन्न चाहन्छु। र उहाँ लगायत हाम्रो भानु 9 निवासी सुशील श्रेष्ठ दाइले पनि थोरै सहयोग गर्नुभएको थियो। र हाम्रो दुर्गा दिदीले पनि सहयोग गर्नुभएको भएर हामीले यहाँ खाद्यान्नहरू विशेष गरी बच्चाहरूलाई चाहिँ, तपाईँ हाम्रो बच्चाहरूले त प्राय मिठै मिठै खाने गर्छन् होइन, तपाईँ पनि कतै गएर आउनुभयो भने खानेकुराहरू ल्याइदिनुहुन्छ। तर यो बच्चाहरूलाई त ल्याइदिने कोही पनि छैन। त्यसैले हामीले चाहिँ पोसिलो खाना हुन्छ यो जाडोमा। अब नजिकिँदै गरेको यो माघे सङ्क्रान्तिको पनि अवसरमा उनीहरूले अलिकति पोसिलो र राम्रो तातो खाओस् भनेर चाहिँ हामीले अलिकति अन्डा, हर्लिक्स र बिस्कुटहरू ल्याइदिएका छौँ। हामी यति बाँडेर जान्छौँ। र यहाँहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भने सहयोग गर्न सक्नुहुन्छ। यो बच्चाहरू तपाईँ हाम्रो बच्चा जस्तै हुन्, भविष्य कसैलाई थाहा हुँदैन, राम्रो पनि हुनसक्छ पछि। र अहिले चाहिँ हामी यो खानेकुराहरू वितरण गर्छौँ है त। किन यो चाहिँ बच्चाहरूलाई तताएर बिहान बिहान दिन भन्नु होला है। हुन्छ राख्नु। अर्को यो चाहिँ हर्लिक्स छ, हर्लिक्सहरू छ यो दुईवटा। त्यही त नि यसो कन्ट्रोल गरेर दिने बच्चाहरूलाई। यसो जाडोमा सबैको बच्चाहरूले खान्छ है। अब अभि हेरेको हेलो बिस्कुटहरू पनि छ। सोनिया है सोनिया को कोले खाने यो खाने दुईटा थाहा न खाऊ पहिला पहिला खाऊ खाएन। अब लाग्छ अब लाग्छ हात नि कस्तो भयो त हात उसको जन्मजाति निस्के नि है। ल छैन केही किन खाँदै पहिला बिचारा। ओ निमार ओ निमार के कपडाहरुको फेरा है है। अनि यो बिस्कुटहरू छ यो पनि राख्दिनु है। बिस्कुट त भोलि पछि खाऊ है बिस्तारै है। ल यो सबै अरूले दिएको तिमीहरूलाई है, अस्ति आएको थिएँ नि म, त्यो हेरेर तिमीहरूलाई दिएको। राम्रोसँग पढ भने फेरि अब राम्रोसँग पढ्यो भने यहाँ भनेको मान्यो भने चाहिँ अरू थपिदिन्छु अरे, नभए दिन्न भन्नुभएको छ, बुझ्यौ? पढ्ने नपढ्ने? म फेरि ल्याइदिन्छु भोलि पछि अरूले दिनुभयो भने है। राम्रोसँग पढ।